एलएसआई कम्प्युटर सुन्दा अलि टेक्निकल लाग्छ हैन त तर विश्वास गर्नुहोस् यही प्रविधिले नै आजको कम्प्युटरको जग बसालेको हो आउनुहोस् यसलाई एकदमै सरल तरिकाले बुझ्ने कोसिस गरौँ हो एलएसआई कम्प्युटर आखिर यो हो तरिके यो प्रश्नको जवाफले हामीलाई कम्प्युटर प्रविधिको एउटा एकदमै रोमाञ्चक युगमा पुर्याउँछ ल कुनै पनि यस्तो टेक्निकल शब्द बुझ्नु छ भने सबैभन्दा सजिलो तरिका भनेको त्यसको नामलाई नै टुक्राएर हेर्ने हो सुरु गरौँ एलएसआईबाट एलएसआईको पूरा रूप हो लार्ज स्केल इन्टिग्रेसन नेपालीमा भन्दा ठूलो स्तरको एकीकरण अब यहाँ एकीकरण शब्दले केही कुरालाई एकै ठाउँमा ल्याउने भन्ने त बुझिन्छ तर केलाई एकै ठाउँमा ल्याउने अनि यो ठूलो स्तर भनेको चाहिँ कत्रो हो तर यो लार्ज स्केल इन्टिग्रेसन भनेको खालि एउटा नाम मात्रै होइन है यो त कम्प्युटर चिप बनाउने एउटा क्रान्तिकारी तरिका हो र यो पूरै प्रक्रियाको केन्द्रमा छ एउटा अवधारणा जसले भनिन्छ एकीकृत परिपथ हो एलएसआई प्रविधिको जग नै यही एकीकृत परिपथ वा इन्टिग्रेटेड सर्किट हो छोटकरीमा भन्दा आइसी अब यो आइसी भनेको के हो त सोच्नुहोस् यो एउटा यस्तो सानो चिप हो जसमा सयौं हजारौं इलेक्ट्रोनिक पार्ट पुर्जाहरूलाई एकै ठाउँमा फिट गरिएको हुन्छ यसले गर्दा पहिले जस्तो छुट्टा-छुट्टै तारहरू जोड्ने झन्झट नै खत्तम भयो ठिक छ हामीले एकीकरण वा इन्टिग्रेसनको मतलब त बुझ्यौं होइन त तर त्यो नामको अगाडि लार्ज स्केल अर्थात् ठूलो स्तर किन जोडिएको होला यो ठूलो शब्दले आखिर केलाई जलाउँछ ल कल्पना गरौँ है हाम्रो नङको टुप्पो जस्तो एउटा सानो चिप त्यो एउटै चिपमा हजारौं लाखौंसम्म ट्रान्जिस्टरहरू फिट गरिएका हुन्छन् अब ट्रान्जिस्टर भनेको के हो भन्दा यिनीहरू कम्प्युटरको दिमाग चलाउने साना साना स्विच जस्तै हुन् हो यति धेरै स्विच एउटै सानो चिपमा हुनु नै यसलाई लार्ज स्केल बनाउने कुरा हो कस्तो अचम्मको कुरा होइन त ल त्यसो भए अहिलेसम्म हामीले जानेका कुराहरूलाई एकै ठाउँमा जोडेर हेरौँ न त एलएसआई कम्प्युटरको एउटा स्पष्ट चित्र कस्तो बन्दो रहेछ हेर्नुहोस् सारमा भन्नुपर्दा एलएसआई कम्प्युटर भनेको एउटा यस्तो कम्प्युटर हो जसको प्रोसेसर एउटा विशेष प्रकारको इन्टिग्रेटेड सर्किट अर्थात् आइसीले बनेको हुन्छ र यसलाई लार्ज स्केल इन्टिग्रेसन किन भन्यो किनभने त्यो एउटै सानो चिपमा हजारौंदेखि लाखौंसम्म ट्रान्जिस्टरहरूलाई एकै ठाउँमा प्याक गरिएको हुन्छ जसले गर्दा सानो आकारमा पनि एकदमै ठूलो शक्ति प्राप्त हुन्छ एउटा चिप र लाखौं सम्भावना साँच्चै नै यही एलएसआई प्रविधिले गर्दा नै त पहिलो माइक्रोकम्प्युटर डिजिटल घडीहरू जस्ता कुराहरू बन्न सम्भव भयो र आज हामीले प्रयोग गर्ने हरेक स्मार्टफोन हरेक ल्यापटपको पछाडि यही सानो चिपमा धेरै शक्ति भन्ने सिद्धान्तले नै काम गरिरहेको छ यसले के देखाउँछ भने कहिलेकाहीँ सबैभन्दा सानो आविष्कारले नै संसारमा सबैभन्दा ठूलो परिवर्तन ल्याउन सक्छ